पैसाको हिसाब किताब राख्ने दुई एकदमै फरक तरिकाहरू छन्, एउटा सरकारको र अर्को कुनै पनि व्यवसायको। आज हामी यी दुई बीचको भिन्नतालाई सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। के सरकारलाई कम्पनी जसरी चलाउनु पर्छ? यो प्रश्न हामीले बारम्बार सुन्ने गर्छौं, हैन त? यसको जवाफ खोज्नको लागि हामीले पहिले उनीहरूले पैसाको हिसाब राख्ने तरिकाको गहिराईमा पुग्नुपर्छ। ल सुरु गरौं। पहिलो खण्ड, दुई संसार, दुई लेखाङ्कन। यी दुई फरक संसारहरूलाई नजिकबाट हेरौं। एकातिर छ सरकारी लेखाङ्कन, जसको मतलब हो जनताको पैसा, अनि अर्कोतिर छ व्यावसायिक लेखाङ्कन, जसलाई बिजनेसको भाषा नै भनिन्छ। दोस्रो खण्ड, उद्देश्य, सेवा विरुद्ध नाफा। अब सायद सबैभन्दा महत्त्वपूर्ण फरक, उनीहरूको उद्देश्य नै के हो? हेर्नुस् त, मोटिभेसनमै कति ठूलो फरक छ। सरकारको काम सेवा गर्नु हो, व्यवसायको काम नाफा कमाउनु। यो नै हो सबैभन्दा ठूलो र आधारभूत भिन्नता। सरकारको कुरा गर्दा सबै ध्यान करदाताको पैसामा हुन्छ। त्यो पैसालाई कसरी देशको रक्षा, बाटोघाटो जस्ता पूर्वाधार अनि नागरिकको जीवनस्तर सुधार्नमा खर्च गर्ने भन्ने नै मुख्य कुरा हो। तर जब हामी बिजनेसको दुनियाँमा पस्छौं, हरेक निर्णय एउटै कुराले तौलिन्छ। के यसले नाफा ल्याउँछ? के यसले कम्पनीको मालिक वा शेयरधनीलाई फाइदा पुर्याउँछ? तेस्रो खण्ड, लेखाङ्कनको आधार। अब जब लक्ष्य नै फरक छ भने हिसाब किताब राख्ने नियमहरू पनि फरक हुनु त स्वाभाविकै हो नि, हैन? यहाँ एउटा एकदमै महत्त्वपूर्ण प्राविधिक कुरा आउँछ। कारोबार कहिले रेकर्ड हुन्छ? सरकारले धेरैजसो नगद हातमा आएपछि वा गएपछि मात्र रेकर्ड गर्छ, तर व्यवसायले चाहिँ कारोबार भएकै बेला रेकर्ड गर्छ। पैसाको लेनदेन पछि भए पनि फरक पर्दैन। यो प्रभावी आधार वा अक्रुअल बेसिस जुन व्यवसायहरूले प्रयोग गर्छन्, यसले कम्पनीको वित्तीय अवस्थाको अझै राम्रो र पूरा चित्र दिन्छ, किनभने यसले आम्दानीलाई त्यो आम्दानी गर्न लागेको खर्चसँगै देखाउँछ। हो, यही फरक आधारको कारणले उनीहरूले वर्षको अन्त्यमा बनाउने रिपोर्ट मतलब फाइनान्सियल स्टेटमेन्ट्सको नाम र काम पनि फरक हुन्छन्। चौथो खण्ड, सफलताको मापन। अब लागौं अर्को रमाइलो प्रश्नतिर, सफलताको मापन। कसरी थाहा पाउने कि वर्ष राम्रो भयो कि भएन? यी दुई दुनियाँमा वित्तीय सफलताको परिभाषा नै फरक छ। सरकारको लागि सफलता भनेको बचत हो, जसलाई सरप्लस भनिन्छ, भने व्यवसायको लागि सफलता भनेको नाफा अर्थात् प्रॉफिट हो। सरकारको सरप्लस वा बचत हुनुको मतलब नाफा कमाउनु बिल्कुलै होइन। यसको सीधा अर्थ हो जति आम्दानी भयो त्यो भन्दा कम खर्च भयो। यो राम्रो वित्तीय व्यवस्थापनको संकेत हो, धन जम्मा गर्नु यसको लक्ष्य होइन। अब व्यवसायको नाफाको कुरा गरौं। यसको अर्थ हो आम्दानीले सबै खर्चहरूलाई उछिन्यो। नाफा नै बिजनेसको मुख्य लक्ष्य हो, अनि यही नाफालाई फेरि लगानी गर्न वा मालिकहरूलाई बाँड्न सकिन्छ। पाँचौं खण्ड, यो भिन्नता किन महत्त्वपूर्ण छ? ल, हामीले के र कसरी त हेर्यौं, तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ, यो भिन्नताले आखिर किन महत्त्व राख्छ? पहिलो कुरा, यो जवाफदेहितासँग सम्बन्धित छ। सरकारी लेखाङ्कन बुझियो भने हरेक नागरिकले प्रश्न सोध्न सक्छ, मैले तिरेको करको पैसा कहाँ र कसरी खर्च भइरहेको छ? अनि जवाबदेहितासँगै आउँछ पारदर्शिता। जब नियमहरू थाहा हुन्छ, तब जनताको पैसा कहाँ बहिरहेको छ र त्यो सही ठाउँमा प्रयोग भइरहेको छ कि छैन भनेर छर्लङ्ग देखिन्छ। त्यस्तै व्यावसायिक लेखाङ्कनको ज्ञान लगानीकर्ताहरूका लागि एकदमै जरुरी छ। कुनै कम्पनीमा लगानी गर्नु अघि त्यसको वास्तविक वित्तीय स्वास्थ्य कस्तो छ भनेर बुझ्न यो नभई हुँदैन। यो भनाइले सबै कुरालाई कति राम्रोसँग समेट्छ। सरकारको उद्देश्य नाफा कमाउनु होइन, सेवा प्रदान गर्नु हो। यो नै यी दुई वित्तीय प्रणालीलाई छुट्याउने मूल मन्त्र हो। त्यसो भए अब अर्को पटक जब सरकारको बजेट वा कुनै कम्पनीको नाफा नोक्सानको रिपोर्टबारे सुनिन्छ, के कुरामा ध्यान जान्छ होला? के त्यो खबर सार्वजनिक सेवाबारे हो वा निजी नाफाबारे? अनि सोच्नुपर्ने कुरा यो पनि छ कि यी दुई संसारले एकअर्काबाट केही सिक्न सक्छन्?